आफूलाई अवसर पर्दा र आफूलाई फाइदा हुन्जेली त्यो ठाउँका जनतासित म तपाईँकै हुँ भन्ने अनि आफ्नो अवसर चाहिँ त्यहाँ पुरा हुँदैन भनेपछि त्यहाँबाट अन्त जाने कुराहरू गर्नु हुँदैन। हामीले मतदातासितका हाम्रा एक किसिमका प्रतिबद्धताहरू हुन्छन्। मतदाताका अगाडि गएर बोलेको कुरा तपाईँले भोलि पुरा गर्नु भएन भने तपाईँ चाहिँ राजनीति गरेको, इमानको राजनीति गरेको, बोलीको पक्का भएको व्यक्तिको रूपमा ठहरिनु हुँदैन। अरू पोस्टमा रमाइरहेका छन्, लाइक कति आयो, मतलब चाहिँ सेयर कति भयो, कमेन्ट कति आए, कस्ता आयो भनेर हेरेर बसिरहेका छन्। हामी चाहिँ त्यही बिचमा जनताको बिचमा पुगेर संवाद गरिरहेका छौँ। हाम्रो पार्टी ठुलो छ, यसभित्र सबै मान्छे शुद्ध छन्, सबैले मतलब चाहिँ त्यो गरेका छन्, सबै ठिकठाक छन् म भन्दिनँ। म के चाहिँ तपाईँलाई दाबीका साथ भन्छु भने हाम्रो पार्टीभित्र वा हाम्रो पार्टीको नेता राज्यको कुनै निकायमा पुगेर त्यहाँ दुरुपयोग भएको छ भन्ने प्रश्न उठेपछि छानबिन गराउने कुरामा उसलाई पदमुक्त गराएर छानबिन गराउने कुरामा नेकपा एमाले अग्रभागमा छ। विशेष गरी नेपालमा अस्थिरता र अन्यलग्रस्त वातावरण बनाइरहेर आफ्नो स्वार्थ सेक्न चाहने तत्त्वहरू, त्यो अन्तर्राष्ट्रिय शक्तिहरू पनि छन् र त्यो राष्ट्रिय भित्रकाहरू पनि छन्। तिनीहरू दुईटाको मिलेमतोमा यो मुलुकलाई अस्थिरता र अनस्टेबल बनाइरहने र त्यसका माध्यमबाट आफ्नो कन्ट्रोलमा राख्न चाहने तत्त्वहरूले गरेका कामहरू हुन्। नमस्कार दर्शकवृन्द, आदरणीय दर्शकवृन्द, फेरि हामी भलाकुसारी कार्यक्रममा यहाँ समक्ष आइपुगेका छौँ। सधैँ चाहिँ आज हामीसँग नयाँ अतिथि आउने क्रममा आज हामीसँग नेकपा एमालेका नेता, नेकपा एमाले केन्द्रीय कमिटी सचिव डाक्टर राजन भट्टराई र अहिले हुन लागेको आसन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 का तर्फबाट प्रतिनिधि सभाको उम्मेदवारको रूपमा हामीले निम्ताएका छौँ। हस्त उहाँहरूलाई स्वागत गरौँ। राजन सर, हार्दिक स्वागत छ यहाँलाई। धन्यवाद। अनि चुनावी माहौलमा अत्यन्त व्यस्त हुनुहुन्छ यतिखेर त, कस्तो पाउनुभएको छ चुनावको माहौल अहिले? मैले राम्रो पाएको छु। म मतदाताको बिचमा जाँदा अब म पहिला पनि उठिसकेको हुनाले परिचय गर्नुपर्ने अवस्था रहेन। हाम्रो विषय के हो, अहिलेका जल्दाबल्दा समस्या, विगतमा तपाईँले गर्नुभयो, राम्रो काम गर्नुभएको छ पराजय हुँदा पनि, र अब आगामी दिनमा कसरी जाने सोच्नु भएको छ, तपाईँहरूका विशेष खास गरी फ्युचर प्रोग्रामहरू, फ्युचर पर्सपेक्टिभ के हो भन्ने कुरा अलि बढी मसित सोधीखोजी गर्नुभएको छ। अलिअलि म अन्तर्राष्ट्रिय राजनीतिको जानकार पनि भएको हुनाले अन्तर्राष्ट्रिय परिस्थिति कस्तो हो, कसरी जाँदैछ, तपाईँ जस्तो साथीहरू पार्लियामेन्टमा हुनु पर्यो, देश जोगिनु पर्यो, हाम्रा सम्बन्ध सम्पर्कहरूलाई देशको हितमा कसरी लिएर जान सकिन्छ सोच्नु पर्यो भन्ने चिन्ता पनि मैले पाउँछु। तपाईँको यो तेस्रो पटकको उम्मेदवारी हो? तेस्रो पटक हो। यो तेस्रो पटकको उम्मेदवार अझै थाक्नु भएको त छैन नि? थाक्न त हेर्नुहोस्, जिन्दगी भनेकै थाकियो भने त सबै चिज सकियो नि, थाक्नु हुँदैन। थकाइ भन्ने चिज चाहिँ खास गरी राजनीतिमा जानु हुँदैन भनेर हाम्रो विगतको नेताले बताउनु पनि भएको छ, जननेता मदन भण्डारीले। अब दोस्रो त मान्छे थाक्ने, निराश हुने कुराले त मान्छेको जीवनको गति नै दिँदैन, समाज नै चल्दैन। नैराश्यता र थाक्ने, म अब सक्दिनँ भन्ने पछि त के रहेर बाँकी केही पनि रहँदैन। अहिले अब नेताहरूको के छ भने एक ठाउँबाट उठेर अब त्यता नजित्ने कन्डिसन भएपछि कहाँ कहाँ जाने, अर्को ठाउँमा उठ्ने। केन्द्रीय नेताहरू त अब कहाँ कहाँ आफ्नो सुरक्षित स्थान छ त्यहाँ गएर उठ्ने, आफ्नै क्षेत्र नभन्ने छ। यहाँले चाहिँ अब जति पटक पराजय हुँदा पनि यही क्षेत्रलाई नै रोज्नु भएको छ, के कारण छ यसमा? त्यही तपाईँले भने जस्तै अब आफूलाई अवसर पर्दा र आफूलाई फाइदा हुन्जेली त्यो ठाउँका जनतासित म तपाईँकै हुँ भन्ने अनि आफ्नो अवसर चाहिँ त्यहाँ पुरा हुँदैन भनेपछि त्यहाँबाट अन्त जाने कुराहरू गर्नु हुँदैन। हामीले मतदातासितका हाम्रा एक किसिमका प्रतिबद्धताहरू हुन्छन्। मतदाताका अगाडि गएर बोलेको कुरा तपाईँले भोलि पुरा गर्नु भएन भने तपाईँ चाहिँ राजनीति गरेको, इमानको राजनीति गरेको, बोलीको पक्का भएको व्यक्तिको रूपमा ठहरिनु हुँदैन। त्यसो हुँदा हिजो म यहाँ पराजय भएँ दुईचोटि, तर यहाँको पराजय हुँदा पनि त मलाई एउटा साइजेबल भोट त दिनुभयो यहाँका जनताले। त्यो साइजेबल भोट दिएका मतदाताको त म प्रति अपेक्षा भयो नि, मसित अपेक्षा विश्वास गरेर मलाई मत दिनुभयो। मैले उहाँहरूको सेवामा 5 वर्ष तपाईँहरूको प्रतिनिधिका रूपमा म लाग्नेछु भनेर प्रतिबद्धता जाहेर गरेपछि मैले त्यही ठाउँमा बस्नुपर्छ। मैले चाहिँ अर्को ठाउँ मैले यहाँभन्दा राम्रो ठाउँ पाउँछु, त्यसो हुँदा जित्छस् त जा भनेर भन्दाखेरि त्यो चाहिँ मेरो आफ्नो स्वार्थका लागि मात्रै हुन्छ, मतदाताप्रतिको मेरो प्रतिबद्धता रहँदैन। त्यसो हुँदा जनताको बिचमा काम गर्छु भन्ने, जनताको नेता हुन्छु भन्ने, उनीहरूको प्रतिनिधि हुन्छु भन्ने मान्छेले यो कुरा हेक्का राख्नुपर्छ भन्ने मेरो मान्यता हो। र मैले राजनीति मेरो अरू थुप्रै अप्सन हुँदा हुँदै राजनीतिमा आयो म।
त्यसो हुँदा म राजनीतिलाई एउटा इमानको, एउटा बोडीको पक्का भएको र सक्ने काम हामी यसरी गर्छौँ, नसक्ने काम हामीबाट सम्भव हुँदैन। त्यसो हुँदा मतदातालाई झुक्क्याउनु हुँदैन, जनतालाई छल कपट गर्नु हुँदैन, षड्यन्त्रपूर्ण राजनीति गरेर क्षणिक फाइदा लिन सकिएला, तर दीर्घकालिक रूपमा जनताको मनमा बस्न सकिँदैन र रहन सक्दैन। त्यो राजनीतिक दल पनि सक्दैन, त्यो राजनीतिक दलको नेता पनि सक्दैन भन्ने मान्यता राख्छु म। त्यसो हुनाले त्यो विचार, त्यो मान्यताबाट निर्देशित म पराजय हुँदा पनि तपाईँहरूको बिचमा रहेँ, पराजय हुँदा पनि मैले यहाँका जनताका दुःख सुखका कामहरूमा मैले साथ दिएँ र भोलि विजयी गराउँदाखेरि पनि म उहाँहरूसितै हुनेछु भनेर आज म शिर ठाडो पारेर आँखा जुदाएर यहाँका मतदातासित भन्न सक्ने अवस्थामा छु। त्यस कारणले म फेरि पनि अन्त अप्सन हुँदाहुँदै मलाई धेरै साथीहरूले सुझाव दिनुभएको थियो, तपाईँ अब फेरि 4 नम्बरमा नजानुहोस्, 2 चोटि पराजय भइसक्नुभयो, अब तपाईँ किन जाने भन्नुभएको थियो। मैले अन्तिम आवरसम्म सोचे पनि हो, सबै दुवै पक्षका साथीहरूको राय मैले बुझ्दाखेरि होइन, जानुपर्छ र मतदातासित एकचोटि अनुरोध गर्नुपर्छ कि म तपाईँहरूको बिचमा पराजय हुँदा पनि सँगै छु र विजयी हुँदा पनि म सँगै हुने हुँ भनेर जानुपर्छ भनेर म फेरि यहाँ आएको। भनेपछि क्षेत्र नम्बर 4 का जनताप्रति अत्यन्त इमान्दारिता देखाउनको लागि र यहाँकै जनताहरू र आफूलाई मत गर्ने मतदाताहरूप्रति अत्यन्त इमान्दार छु भन्ने एउटा यो उदाहरण पनि हो। हजुर, अब मैले चाहिँ मतदाताहरूसँग मैले जे कमिटमेन्ट गरेको छु त्यो कमिटमेन्ट पुरा गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म। मलाई यो बिचमा राष्ट्रिय सभा जानका लागि पनि कुरा भएको थियो, तर मैले राष्ट्रिय सभा होइन, म प्रतिनिधि सभाकै निर्वाचनमा जान्छु भनेर मैले आफूले निधो गरे मान्छे हो। दोस्रो, मलाई अरू क्षेत्रमा चर्चा नचलेको पनि होइन मेरो, त्यो ठाउँमा पनि मैले काम नगरेको अथवा म त्यहाँको साथीहरूको सहज अवस्था नभएको ठाउँमा म जाने कुरा गर्नु हुँदैन भनेर मैले नगएको र मैले 4 नम्बर क्षेत्रबाट एकल नाम मेरो अहिले तेस्रो पटक हो। मैले 74मा पनि एकल नामबाट सिफारिस भएको व्यक्ति हुँ सर्वसम्मत, 79मा पनि मेरो नाम सर्वसम्मत हो यो क्षेत्रका लागि मेरो पार्टीको तर्फबाट, र अहिले पनि साथीहरूले सर्वसम्मत मलाई यहाँ उम्मेदवार हुनुपर्छ भन्नुभयो। म अघिल्लो पालाभन्दा यो पाला चाहिँ सर्वसम्मतै आए पनि अब ठिकै छ नि त, अब यो उम्मेदवार 2 चोटि पराजित भइसकेपछि पटक पटक मै मात्रै भन्ने कुरा पनि त होला, के रहेछ एकचोटि बुझौँ भनेर म अन्तिम आवरसम्म पर्ख्या हो, प्रतिक्रिया पनि जान्न खोज्या हो। मतदाता तहबाटै मलाई तपाईँ नै उठ्नुपर्छ, अब सम्भावना पनि छ, 2 चोटि पराजित हुनुभयो, अब यो जित्ने सम्भावना छ, त्यस हुनाले तपाईँ आउनुपर्छ भनेपछि म आएको हुँ। अहिले सम्भावना छ भनेर गर्दा पहिला कता सुनिन्थ्यो जित्ने अवस्था हुँदै पनि मलाई आफ्नै पार्टीकाले पनि कता अलिकति बेइमानी गरे कि भन्ने एउटा हल्ला पनि त्यस्तो पनि सुनिन्थ्यो र अहिले सबै मतदाताहरूले त्यसो गर्दै अहिले चाहिँ म पक्कै जित्छु भन्ने आधार के अहिले कतिको अनुकूल देख्नु भएको छ त यो क्षेत्रमा? पहिला के भयो भन्ने सबै उसमा अहिले नजाउँ, हामी निर्वाचनको एउटा अभियानमा छौँ। म के भन्न चाहन्छु भने मैले जित्ने आधार भनेकै मेरो यहाँको मतदाताहरूसितको संलग्नता हो। मतदाताहरूको प्रतिनिधि भएर मैले निर्वाचित नहुँदा समेत मैले यहाँका मतदाताका दुःख सुखमा गरेका कामहरू हुन्, परिणामहरू हुन्। तपाईहरू सबै यहीँको बासिन्दा हुनुहुन्छ, तपाईँहरू आफै चाहिँ यहाँ देखिरहनु भएको छ। हामी 74 अगाडिको यहाँ के अवस्था थियो, करिडोरको अवस्था के थियो, दबिखोला करिडोरको कपन आउन र जानका लागि कुन बाटो प्रयोग गर्दा सुरक्षित म घर पुग्छु वा घरबाट निस्केर बेलुका फेरि घर फर्किन्छु भन्ने अवस्था थियो। बाढी पानी अलिकति पर्ने बित्तिकै डुबान कहाँनेरि कुन भाग, यिनै भागहरू पनि तपाईँहरूको डुबानमा परेका मलाई उदाहरण थाहा छ। त्यसबाहेक तपाईँको चाहिँ यहाँको खानेपानीका समस्याका विषयमा हामीले मेलम्चीलाई कहीँ पनि अन्त मेलम्ची चाहिँ रिङ रोड बाहिर नदिँदाखेरि नयाँ निर्णय गराएर नदिने भन्ने निर्णयलाई उल्ट्याएर सरकारको एसियल विकास ब्याङ्कसित एग्रिमेन्ट गराएर यही 10, 11 र 12 3वटा वडाका लागि मात्रै 2 अरब 54 करोडको खानेपानी आयोजना हामीले ल्याएका छौँ। यद्यपि त्यो खानेपानी आयोजना ढिला भएको छ ठेकदार बदमास परेर, नत्र भने तपाईँहरूका मेलम्चीको पानी अहिले त्यो निखिलेश्वरकै सन्दर्भमा चाहिँ मैले अहिले ठ्याक्कै भन्न सकिनँ, तर 10, 11, 12 3वटै वडाको र अझ 13को पनि केही भाग समेटिएको छ यसको। निखिलेश्वर कसरी छुट्यो मैले बुझ्नु पर्ने छ, त्यो छुट्यायो भने, तर मलाई छुटे जस्तो लाग्दैन पाइप बिछ्याउने काम चाहिँ।
त्यसपछि पाइप बिछ्याइसकेको छ। हो, पाइप बिछ्यायो भने त त्यो त अब भोलि पानी पाइप आउने तर कुरो त पछि त्यो हुन्छ नि त। ठाउँमा जोड्न बाँकी छ रे त्यो जोड्न बाँकी भएको चाहिँ के हो भन्दा यहाँको ठेकेदारले यो सबै काम स्मृति सम्पन्न गर्दैन। जस्तो पारीपट्टि पनि हामीले 2 अरब 45 करोडको प्रोजेक्ट ल्यायौँ, यो पछि कफनको एरियाभन्दा पछि। तर पारी एकता बस्ती सुकेधारा र यो माथि मन्डेखा टारसम्मको एरिया, गल्फु टारसम्मको एरियाको लागि चाहिँ अब ठेकेदार राम्रो पर्दाखेरि काम सम्पन्न भयो। अब 8-10 दिनमा पानी आउँदैछ। अब यतापट्टिको चाहिँ त्यो हुन पाएन। यतापट्टिको हुन नपाउनुमा ठेकेदारको दोषी छ। अब पाइप बिछ्याएपछि अब त्यसलाई हामी छिटोभन्दा छिटो पानी ल्याउने यो पनि हाम्रो दायित्वभित्र छ। हामी अब यो ठेकेदारले गर्छ गर्दैन भने नयाँ ठेका लगाएर भने पनि त्यो खानेपानीको मेलम्चीको खानेपानीको काम सम्पन्न गर्नेछ। अब यसरी यहाँले चुनाव अवश्य जित्छु भन्ने दाबी गरिरहँदा अहिले जनमानसमा यो जेनजी आन्दोलनपछि के छ भने पुराना पार्टीहरूको र पुराना नेताहरूको अनुहार हेर्न चाहँदैनौँ, पुराना पार्टीहरूका नेताहरू आयो भने हामी छिर्नै दिएनौँ भन्ने अवस्था पनि कता कतै सञ्जालतिर व्यापक देखिन्छ। यसमा तपाईँहरूलाई कस्तो परेको छ, के छ मतदाताहरूको, जनताहरूको? तपाईँहरूको टोलमा म अहिलेसम्म आउँदाखेरि 4 पटक आइसकेँ। तपाईँहरूसित पनि मैले यहाँ चाहिँ छलफल चलाइसकेको छु। अब छिर्न त दिँदैनौँ भन्ने सञ्जालमै होला त्यो। हाम्रो मतदाता कहाँ जाँदा त्यस्तो मैले पाएको छैन। त्यही त, यो चाहिँ अहिले चाहिँ मैले के भन्न खोजेको भने सञ्जालले नै सबै कुरा निर्णय गर्ने जस्तो, सञ्जालैबाट सबैका वक्तव्य आउने, सबैका कार्यकलाप फिल्डमा नभए पनि सञ्जालतिर देखिने यस्ता छन्। अहिले चाहिँ फिल्डमै त्यो पोस्ट युद्ध के होइन, पहिला चाहिँ अब काम गर्ने युद्ध हुन्थ्यो, विचारका युद्ध हुन्थ्यो, अहिले चाहिँ त्यो पोस्टका युद्ध हुने भयो क्या। भित्तामा फेसबुकका भित्तामा युद्ध भए जस्तो छ। त्यसमा अब त्यसरी सरसर्ती हेर्दा, जनमानसले हेर्दा त्यस्तो देखिन्छ। नयाँ व्यापकसँग भिडा पनि छन्। ती नयाँ उम्मेदवारसँग कसरी यहाँले चाहिँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ? पहिला त तपाईँलाई म के भनौँ भने अरू पोस्टमा छन्, हामी जनताको बिचमा छौँ। अरू पोस्टमा रमाइरहेका छन्, लाइक कति आयो, मतलब चाहिँ सेयर कति भयो, कमेन्ट कति आए, कस्ता आयो भनेर हेरेर बसिरहेका छन्। हामी चाहिँ त्यही बिचमा जनताको बिचमा पुगेर संवाद गरिरहेका छौँ। आजसम्म म आइपुग्दा मैले निर्वाचन सुरु गरे यता करिब 35-36वटा टोल भेला र टोल बैठकहरू आयोजना गरिसकेको छु मैले यही 4 नम्बर क्षेत्रमा मात्रै। र मैले अत्यन्त सकारात्मक रेस्पोन्स पाएको छु। उहाँहरूका बिचमा उठेका प्रश्नहरूको हामीले अन्तर्संवाद गरेका छौँ। प्रश्न उठाउन पाइन्छ, विमति पनि राख्न पाइन्छ, आलोचना नि गर्न पाइन्छ। तर त्यो आलोचना, त्यो विमति केमा आधारित छ भनेर हामीले संवाद गरेर अन्तिममा हामी एउटै निष्कर्षमा पुगेका छौँ कि यो मुलुकको भाग्य र भविष्यका लागि कस्तो नीति आज हुनुपर्छ, कुन बाटो मुलुकले समाउनुपर्छ। र यो निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन र यो असामान्य अवस्थाको यो खालको निर्वाचनलाई टुङ्गोमा पुर्याउँदा विवेकी मतदाताले गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने कुरामै हामी निष्कर्षमा पुगेको मैले पाएको छु। त्यसो भए हुनाले म जनताको बिचमा गएर निराश होइन, थप उत्साहित भएको छु। अब यो अहिलेको नयाँ परिस्थिति जुन सृजना भयो, यो अहिलेको जेनजी आन्दोलनपछि, त्यसमा अब सबैले अहिले के भनिरहेका छन् भने देश जोगाउनको लागि हामीलाई भोट दिनु भन्दा प्रत्येक पार्टीले चाहिँ आह्वान गरिरहेका छन्। यसमा अब नेकपा एमाले त झन् सबभन्दा पहिलादेखि राणाको कालदेखि नै लड्दै आएको, सङ्घर्ष गर्दै आएको पार्टी भनिन्छ। अरू नयाँ पार्टी र अरू पार्टीमा अब के फरक चाहिँ गरेर चाहिँ यसमा भोट माग्न चाहनुहुन्छ? हाम्रो पार्टीलाई र मलाई भोट दियो भने चाहिँ देश यसरी बच्छ भन्ने के फरक आधार के छ? पहिलो तपाईँलाई म के भन्न चाहन्छु भने राजनीतिक पार्टी उमेरका आधारमा कहिले राजनीतिक पार्टीको स्थापना भयो र कहिले भएकोलाई नयाँ भन्ने, कहिले भएकोलाई पुरानो भन्ने हुँदैन। एउटा दर्शनमा आधारित, एउटा विचारमा आधारित, एउटा कार्यक्रममा आधारित, एउटा नीतिमा आधारित राजनीतिक दल छ भने त्यो दल कुन मतलब चाहिँ सालमा जन्मेकोलाई पुरानो भन्ने, कुन साल पछि जन्मेकालाई नयाँ भन्ने भाष्य जुन बनाइदिन्छ त्यो गलत भाष्य हो। संसारमा यो भाष्य कहीँ पनि हुँदैन। हामी कहाँ मात्रै हामीले त्यो ल्याएका छौँ। दोस्रो कुरा म के भन्न चाहन्छु भने राजनीतिक दल सान्दर्भिक र असान्दर्भिक हुन्छ, जनताले रुचाउने र नरुचाउने हुन्छ। नेकपा एमाले जनताका बिचमा उनीहरूका समस्यासित परिचित भएर आफ्ना विचार, आफ्ना दृष्टिकोण, आफ्ना कार्यक्रमहरूलाई समयानुकूल अनुसार
सान्दर्भिक बनाउँदै आएको पार्टी हो। यो गतिशीलतामा विश्वास गर्ने पार्टी हो। यो एकै ठाउँमा एकचोटि जे विचार बोक्यो त्यही विचारमाथि उभिरहेर त्यही ठिक हो भनेर बस्ने खालको कठमुल्लावादी पार्टी होइन। यो चाहिँ जीवन्त पार्टी हो, गतिशील पार्टी हो। यसले आफ्ना हरेक विषयवस्तु, विचार, नीति, कार्यक्रमहरू समयानुकूल बनाएको छ र जनताको चाहना र इच्छा अनुसारै आफूलाई परिमार्जित गर्दै पनि लगेको छ। त्यसो हुँदा पार्टी पुरानो भन्ने जे भाष्य छ त्यो नयाँ भन्नेहरूले कति वर्ष अगाडिकोलाई पुरानो भन्नेबाट मतलब चाहिँ जवाफ दिनुपर्छ मेरो विचारमा। जोसँग विचार छैन, नीति छैन, कार्यक्रम छैन, जनतालाई हिजो आफूले सम्पन्न गरेका कामको रेकर्ड छैन, आफूले हिजो जिम्मेवारी पाउँदा जिम्मेवारीमा नहुँदा पनि देशका लागि, जनताका लागि, लोकतन्त्रका पक्षमा गरेका सङ्घर्षका इतिहास छैन, त्यसपछि उनीहरू गीतको गेडो के बजाउँछन् भने एउटा हामी त नयाँ हैन। त्यसो हुँदा त्यो कुराको कुनै त्यो राजनीतिक हिसाबले विषयवस्तुको गम्भीरतालाई बुझेर कुरा गर्नुहुन्छ भने त्यसमा केही पनि आधार देखिँदैन। अब जहाँसम्म हामी अहिले मतलब चाहिँ नयाँ भनेर भन्दाखेरि हामी के माथि उभिएर जाने भन्ने कुरामा हिजो हामीले सम्पन्न गरेका कामको उदाहरणको राखेर हामी जनताको बिचमा जान्छौँ। हामीले राष्ट्रियताको बारेमा लिएका अडानहरू, उठाएका विषयहरू, चाहे त्यो हामी सरकारमा होस् चाहे विपक्षीमा हुँदा होस्, हामीले लोकतन्त्रका लागि लडेका हाम्रा इतिहासहरू, हाम्रो पङ्क्तिले स्याक्रिफाइस जुन योगदान गरेको छ त्यो योगदानका इतिहासहरू, त्यसपछि लोकतन्त्रलाई संस्थागत गरेर अब लोकतान्त्रिक प्रणालीबाट कसरी जाने भन्ने दृष्टिकोण समेत हिजोको कुराको ग्लोरिफिकेसन मात्रै होइन, अब भोलि कसरी जानेर लोकतन्त्रलाई कसरी सुदृढ बलियो हाम्रो जस्तो देशमा सफल लोकतान्त्रिक प्रणाली बनाउने भन्ने कुराको अगुवाई पनि हामी गरिरहेका छौँ। त्यस हुनाले लोकतन्त्रको विषय आउँदा पनि हामी विगतका कुरा पनि गर्न सक्छौँ सिरठाडो पारेर, र भविष्य पनि जसले हिजोसम्म काम गरेको छ र परिणाम ल्याएको छ त्यसले भोलि गर्न सक्छ भन्ने विश्वास दिलाउने आधार हामीसित छ। तेस्रो कुरा, राजनीतिक परिवर्तन भयो, आर्थिक विकास भएन मुलुकको भन्ने कुरा उठिरहेको छ। आर्थिक विकासका मामलामा हामीले जति काम आर्थिक तपाईको चाहिँ समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा अगाडि सारेर हामीले चाहिँ जुन अभियान चलाइरहेका छौँ र हामीले सम्पन्न पनि गरेका छौँ कामहरू, त्यो कामको फेरिस्त अगाडि राखेर हामी जाने हो। अरू पार्टीले गरेका काम र हाम्रो पार्टी सरकारमा हुँदा गरेका कामको तुलनात्मक अध्ययन गर्ने हो। र हामी के निष्कर्षमा पुगेका छौँ भने अब पूर्वाधारको क्षेत्रमा सडक, विद्युत, खानेपानी, ढल, तपाईको इन्टरनेट सुविधा, त्यसपछि अब आधारभूत शिक्षाका लागि पालिका स्तरका अस्पताल, आधारभूत स्वास्थ्यका लागि पालिका स्तरका अस्पताल, आधारभूत शिक्षामा विद्यालय जाने उमेर पुगेका विद्यार्थीहरूको भर्नालाई 100मा 100 पुर्याउने कुरादेखि हामीले चाहिँ विद्यालयका स्तरोन्नति, पूर्वाधारको स्तरोन्नति गर्ने सम्मका कामहरू यो बिचमा सम्पन्न भएको छ। अब मान्छेहरूलाई आवश्यकता के छ आम रूपमा भन्दाखेरि अब चाहिँ के गर्ने त, अब हामीलाई सुविधा, अरू थप सुविधाका लागि के गर्छौ भन्ने प्रश्न हामीसित उठाइरहेका छन्। त्यसो हुँदा पूर्वाधारको कुरामा एउटा फड्को हामीले मार्यौँ भन्ने कुरा हाम्रो बुझाइ हो र त्यो हाम्रो नेतृत्वमा मारेका छौँ हामीले। नेकपा एमालेको 74 अगाडिको नेपाल र 74मा हामी सरकारमा आएर 3 वर्ष 3.5 वर्ष काम गरेपछिको नेपालको पिक्चर साथीहरूले हेर्नुभयो भने फरक पाउनुहुन्छ। भलै त्यो पूर्ण भएको छैन। दोस्रो, अबको हाम्रो मतलब चाहिँ भनेको चाहिँ सुशासनको प्रत्याभूति दिने कुरा, भ्रष्टाचारको नियन्त्रण गर्ने कुरा, रोजगारीको सिर्जना गर्ने कुरा, रोजगारी सिर्जना गर्नका लागि लगानी वृद्धि गर्ने कुरा, देशभित्रकै लगानीको लागि योग्य उपयुक्त वातावरण बनाउने कुरा, बाहिरको लगानी भित्राउनका लागि उपयुक्त वातावरण बनाउने कुरा, अब त्यसै गरी सहरीकरण, बढ्दो सहरीकरणले उत्पन्न गरेको ट्राफिक समस्या, पोल्युसनको समस्या, ग्रिनरी नहुने समस्या, हाम्रा नदीनालाहरू चाहिँ पोल्युटेड हुँदै गएर अयोग्य मतलब चाहिँ एकदमै काम नलाग्ने भइरहेको अवस्थामा त्यसलाई अब फेरि सरसफाइको कुरा लगायत हामीले अब ठुला सहरहरूमा ट्राफिक व्यवस्थापनको कुरा, पब्लिक ट्रान्सपोर्टेसन, सार्वजनिक यातायातहरूको व्यवस्थापनका कुरा, यी चाहिँ हाम्रा अबका योजनाहरू हुन्। अब सुशासनको कुरा, भ्रष्टाचार नियन्त्रण कसरी गर्छस् त भनेर तपाईँले मलाई भन्नुभयो भने हामीसित एकदमै क्लियर रोड म्याप छ। त्यसका यही कुरा गर्दाखेरि मैले अब ठ्याक्कै सोध्नुपर्ने प्रसङ्ग आइहाल्यो। भ्रष्टाचार निर्मूल गर्छौँ, सुशासन गर्छु भन्दा भने अब अहिलेसम्म जुन 47 सालदेखि प्रजातन्त्र पुनर्स्थापनापछि सरकारमा पनि पटक पटक एमाले धेरैचोटि पुगिसकेको छ र मुख्य मन्त्रालय र
देशको कार्यकारी प्रमुख समेत रहेर सञ्चालन गरेको पार्टी हो। त्यसमा पनि त्यति हुँदाहुँदै एमाले सत्तामै रहँदा पनि विभिन्न समयमा यो भ्रष्टाचारका कुराहरू आइरहेका छन्। आरोप त एमाले पनि खेप्नु परेको छ। तपाईँहरूको अध्यक्ष लगायत मन्त्रीमण्डलमा रहेका मन्त्रीहरू नेताहरू विभिन्न समयमा भ्रष्टाचारसँग चर्चामा आइरहेका छन्। यसमा चाहिँ कसरी अब यसलाई कसरी निर्मूल पार्ने अब के छ? यो आरोप मात्रै हो कि के अरे हावा नचली पात हल्लिँदैन भन्छन्, हावा चलेकै हो कि कसैले हल्लाएर हल्लिए हो पात? पहिलो तपाईँलाई म के भन्छु भने हाम्रो पार्टी ठुलो छ, यसभित्र सबै मान्छे शुद्ध छन्, सबैले मतलब चाहिँ त्यो गरेका छन्, सबै ठिकठाक छन् म भन्दिनँ। म के चाहिँ तपाईँलाई दाबीका साथ भन्छु भने हाम्रो पार्टीभित्र वा हाम्रो पार्टीको नेता राज्यको कुनै निकायमा पुगेर त्यहाँ दुरुपयोग भएको छ भन्ने प्रश्न उठेपछि छानबिन गराउने कुरामा उसलाई पदमुक्त गराएर छानबिन गराउने कुरामा नेकपा एमाले अग्रभागमा छ। तपाईँलाई गोकुल बास्कोटाको प्रश्न उठो, राजीनामा दिनुभयो। शेरबहादुर तामाङले बोल्ने क्रममा प्रश्न उठो, राजीनामा दिनुभयो। अहिले राजकुमार गुप्ता केन्द्रीय मन्त्रीले प्रश्न उठो उनको जग्गाको मामलामा राजीनामा दिनुभयो हैन। म त चाहिँ अदालतमा मुद्दा पनि खेपिरहनु भएको छ। त्यसपछि तपाईँले टोपबहादुर रायमाझीका बारेमा प्रश्न उठो, जेलमै हुनुहुन्छ। अनि हाम्रो सहकारी विभागको विभागीय सचिव जेलमा हुनुहुन्छ। हाम्रो ढोरपाटनको मेयर जेलमा हुनुहुन्छ। अर्थात् नेकपा एमाले प्रश्न उठेपछि त्यो प्रश्न उठेको व्यक्तिको बारेमा छानबिन गर्नुपर्छ, ऊ पदमा रहिरहनु उचित हुँदैन सार्वजनिक पदमा भन्ने कुरामा एकदमै स्पष्ट भएर हामी अगाडि बढेका छौँ। हामीले त्यस्तो विषयमा कहीँ पनि कम्प्रोमाइज गरेका छैनौँ। भलै अब थाहा नभएर अहिलेसम्म हाम्रो नोटिसमा नआएर अथवा पब्लिकको नोटिसमा नआएको ठाउँहरूका त्यस्ता भइरहेछन् भने अब त्यस विषयमा हामी अहिले भन्न सक्ने कुरो भएन। होइन भने जसको बारेमा यद्यपि अदालतले प्रमाणित नगर्दा पनि हामीले उहाँहरूलाई पदमुक्त गरेका छौँ। त्यसो भए हुनाले नेकपा एमाले सुशासनको पक्षमा भएको कुरा, भ्रष्टाचारको अन्त्य गर्ने कुराको अगुवाई गरेको कुरा त यिनै उदाहरण काफी हुन् नि। तर अब आरोप लगाउनका लागि त अब आफू भ्रष्टाचारको दलदलमा फस्या छ, आफ्नो दल र आफ्ना नेता कार्यकर्ता, अनि अर्कालाई पनि चोखो छस् भनेर भन्न मिल्दैन भनेर अनि जथाभावी मतलब चाहिँ बनाइयो। यो बिचमा हामी माथि लगाएका आरोपहरू त यदि सही थिए भने ती आरोपको त हामी सरकारबाट बाहिरिएपछि हामीलाई त अदालत लगाएर सरकारबाट हटायो नि त हिजो। अनि त्यही अदालत लगाएर अथवा मतलब चाहिँ देशका अरू निकायहरूलाई प्रयोग गरेर हामी माथि प्रहार के अरे मुद्दै थिए र प्रमाण थिए भने त छोड्थे होला नि र? छोड्दैन थिए नि त होइन। त्यसो हुँदा ती होइनन्, ती चाहिँ हामीलाई लगाइएका आरोपहरू हुन्, तिनीहरूमा कुनै तथ्य छैन, तिनमा कुनै आधारहरू छैनन् भन्ने कुरा हो। जहाँसम्म जसका बारेमा सिरियसली र गम्भीर किसिमका विथ फ्याक्ट मतलब चाहिँ प्रश्न उठेपछि हाम्रो पार्टीले त्यसलाई छानबिनको दायरामा पठाएको छ, त्यो गर्छ र नेकपा एमाले भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुरामै छ। दोस्रो, अब हामीले भ्रष्टाचार नियन्त्रण र अनियमितता गर्ने भनेको केबाट चाहिँ मतलब त्यसलाई अगाडि बढ्ने भन्दा अब प्रविधिको प्रयोग गरेर हो। अब भनसुनका कुराहरू, नातावादका कुराहरू, कृपावादका कुराहरू मेरो मान्छे छ भने मात्रै काम हुने अथवा पैसा दिँदा मात्रै काम हुने नत्र नहुने खालका अवस्थाको हामीले अब अन्त्य गर्ने भनेको प्रविधिको प्रयोग गर्न। आज हामी टेलिफोनको पैसा तिर्न जाँदा कति लामो लाइनमा बस्नु पर्थ्यो। 5-10 रुपियाँ फिर्ता लिनु छ भने खुद्रा छैन भनेर पठाइदिन्थे। त्यो पनि त एक किसिमको करप्सनै थियो। खानेपानीको त्यही हो, विद्युतको त्यही हो, इन्टरनेटको पैसा त्यही हो। अहिले तपाईँ ब्याङ्किङ कारोबार सबै तपाईँ मोबाइलबाट गर्ने स्थिति भएको छ। त्यो मात्रै होइन, तपाईँले चाहिँ अरू जति पनि मतलब चाहिँ अब पासपोर्टको कुरा गर्नुहोस्, अनलाइन सेवा छ। नेसनल आइडीको कुरा गर्नुहोस्, अनलाइन सेवा छ। बाहिर जानु पर्यो, एनओसी लिनु पर्यो, अनलाइन सेवा छ। त्यसपछि प्रहरीको रिपोर्ट लिनु पर्यो, अनलाइन सेवा छ। अब लाइसेन्स पनि अनलाइन सेवाबाट हुने स्थिति हामीले लगभग अन्तिममा पुर्याएका छौँ। यसरी मुलुकलाई डिजिटलाइज गर्दै अब प्रविधिको ती ठाउँहरूमा प्रयोग गर्दै हामीले सुशासनको प्रत्याभूति दिने हो। अब मालपोत कार्यालयहरू तिनीहरूको पनि डाटा सिस्टम सेन्ट्रलाइज भइसकेका छ। न्यापी कार्यालय त्यसको पनि डाटा सिस्टम सेन्ट्रलाइज भइसकेका छ। त्यसै गरी अब वडा कार्यालयका सिफारिस, पालिकाहरूले दिने मतलब चाहिँ सिफारिसहरू यी सबैलाई अब अनलाइनबाट गर्ने। त्यो अनलाइन सिस्टम बन्यो अनि त्यसमा अनुगमन गर्ने र त्यो इम्प्लिमेन्ट कार्यान्वयन गर्ने पक्षहरू जुन छन् नि सम्बन्धित निकाय, सम्बन्धित कार्यालयहरू, तिनीहरूले चाहिँ त्यो के पालना नगरेका हुन् कि सरकारलाई नटेरेका हुन् कि त्यहाँबाट चुस्त दुस्त काम चाहिँ सेवाग्राहीले पाएका हुन्। त्यो बाँकी छ। अब तपाईँ के कुरा बुझ्नु पर्यो भने हजुरहरूले के भन्न खोज्ने भने अब हामी सेवाग्राहीहरू जाँदा नै पनि त्यहाँ कम्प्युटरमा गयो, कम्प्युटरमा बिग्रिया छ, अहिले हुँदैन भन्छन्, म्यानुअलै गरिदिनु पर्ने हुन्छ। डाटा गर्नको सर्भर डाउन भन्छन्, त्यो गरिदिनु पर्ने अवस्था छ होइन।
हरेक कुरामा चाहिँ त्यो सम्बन्धित कार्यालयमा लाइसेन्स गयो, दुईटा कुरा तपाईँलाई म भन्छु। 3-4 वर्ष 4-5 वर्ष भइसक्यो त्यो कार्ड पाएको छैन। यो भनाइ र गराइमा अलिकति फरक किन हुन्छ? सरकारलाई नटेर्ने र त्यस्तो पनि जत्था छ कि के हो? त्यसको पहिलो कारण के हो भने राजनीतिक अस्थिरता हो। एउटा सरकार भन्छ 1 वर्षभन्दा टिक्न पाउँदैन। हामी लामो टिकेको भने 3.5 वर्ष हो। त्यति बेला हामीले यो फड्को मार्यौँ। यी सबै चिज त त्यही बेलामा भएकाउँ। त्योभन्दा अगाडिसम्म त यी कुराहरू थिएनन् हाम्रा। त्यसो हुँदा अब हामीले अलिकति एउटा स्थायी सरकार बनाउन सक्यौँ भने भिजन भएको, दृष्टिकोण भएको र यसरी कार्यक्रम ल्याएर इम्प्लिमेन्टेसन गर्न सक्ने टाइपको सरकार, पार्टीको सरकार बनाउन सक्यौँ भने हामीले यसलाई कार्यान्वयनमा लिएर जान्छौँ। हो, तपाईँले भनेको समस्या अहिले पनि छ। कर्मचारीहरू अनलाइन सेवा छ, हाम्रो डाटा सिस्टम छ, सबै मालपोत कार्यालयलाई अनलाइन सिस्टममा लाने भनेर निर्णय भएर हिजो कार्यान्वयनमा लान खोजियो। तर कर्मचारीले बदमासी गर्न पाइँदैन अनलाइनबाट गरेपछि भनेपछि उनीहरू सेवालाई चाहिँ आफ्नो फेरि पुरानै म्यानुअल उसमा लाने चाहिँ कोसिस गर्छन्। सर्भर डाउन छ भन्छन्, बत्ती छैन भनिदिन्छन्। अब तपाईँ म त हतार छ, आजै फर्किनुपर्छ बनाऊ भने झन् उसले के ठान्छ भने ल अब यसलाई त मैले यही बेला हो याक्ने भनेर तपाईँको अब आज हुँदैन, आज चाहिँ यहाँ सर्भर डाउन छ, यो छ, अब के गर्ने भयो, हातले पहिलाको जस्तै अब लिखत गर्ने हो भने लेखनदास खोजेर ल्याउनुहोस् म गरिदिन्छु भन्ने यो खालका कर्मचारीको बदमासी र त्यहाँभित्रबाट बदमासीबाट पैसा खाने जुन प्रवृत्ति छ त्यसलाई निरुत्साहित गर्नै पर्छ। त्यसका लागि नागरिक पनि जागरुक हुनुपर्छ। सिस्टम भएर मात्रै भएन नि। सिस्टम छ, बत्ती छ कि छैन, उसले छैन भनेर तपाईँहरू खुरुक्कै हिँड्ने हो। अर्को कुरो मैले इन्टरनेट डाउन छ, पढ्नुहोस् यति सकिहाल्न दिनुहोस्। इन्टरनेट डाउन छ भनेपछि डाउन छ कि छैन ती थाहा भइहाल्छ नि। त्यति कुरा त नागरिकले पनि सेवाग्राहीले पनि गरेर मतलब चाहिँ भन्नु पऱ्यो नि। अनि छैन भने तिमी भन्नु पऱ्यो, के गरे तपाईँले, तपाईँ यहाँ केका लागि बस्या, तपाईँको जिम्मेवारी होइन ढाँट्ने, छल्ने, ठग्ने, प्रतिवाद गर्नु पऱ्यो। त्यसो हुनाले यो नागरिकले पनि हक भएर मात्रै हुँदैन, कानुनमा लेखेर मात्रै हुँदैन, त्यसको प्रयोग गर्ने कुरा चाहिँ नागरिक सचेतनता एकदमै आवश्यक कुरा हो। अब कुनै कुनै केसमा त त्यस्तो होला होइन, काहीँ कसै व्यक्तिको केसमा त्यस्तो हुने देखिया छ अहिले। त्यो पनि अलिक पहुँचवाला मान्छे गयो भने उसले भनेको पनि भन्न पनि सक्ने। अर्को कुरा त्यहाँ भनेको सुनवाई पनि हुँदैन एक त। अनि अर्को कुरा चाहिँ के छ भने त्यो भएको कुरालाई अपडेटै नहुने होइन। जस्तै अब त्यो बिजुलीको मिटर आयो, त्यो चाहिँ अनलाइनमा तिर्नु भने त्यो 10औँ दिनसम्म चाहिँ त्यो अपडेटै भएको हुँदैन। अनि पछि टाइम सकिसक्छ। यी धेरै कुराहरू कमजोरी थिए नि, त्यतातिर हामी अहिले नजाउँ होइन। अब त्यसलाई सुधार्नुपर्छ। त्यसलाई त्यही त त्यो सुधार्नुपर्ने अवस्था धेरै छ। यतातिर पनि अब हाम्रो प्रतिनिधिमा चुनिँदै हुनुहुन्छ र नचुनिँदा पनि अब हामीले भन्न जाने त यहाँहरूलाई नै हो होइन। अब त्यो कुरा पनि मध्यनजर राख्नु होला भन्ने मैले एउटा सुझाव पनि गर्न चाहेँ। र अर्को कुरो जुन अहिले आन्दोलन भयो त्यसमा पनि यो आन्दोलन पनि अब यो अहिले एमालेको सरकारले पहिला पुरानो पार्टीले गरेको सरकारको कारणले यो आन्दोलन भयो भन्ने त्यो आरोप खेपिरहनु परेको छ जताततै। अब यो चाहिँ अहिलेको हाम्रो तपाईँहरूकै पार्टीको अध्यक्ष होइन, नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री हुँदा र पहिला काङ्ग्रेस माओवादीले जुन सत्ता चलाए, जुन सरकार चलाए त्यसमा चाहिँ जनताको पक्षमा नचलाइदिएर हामीले आन्दोलन गर्नु परेको हो भनेर अहिले जिनजीहरूले जुन भनाइराखेका छन्, के यो यसमा के सत्यता हो त? त्यो त अब आरोप लगाउनका लागि र विशेष गरी नेपालमा अस्थिरता र अन्यलग्रस्त वातावरण बनाइरहेर आफ्नो स्वार्थ सेक्ने चाहने तत्त्वहरू, त्यो अन्तर्राष्ट्रिय शक्तिहरू पनि छन् र त्यो राष्ट्रिय भित्रकाहरू पनि छन्। तिनीहरू दुईटाको मिलेमतोमा यो मुलुकलाई अस्थिरता र अनस्टेबल बनाइरहने र त्यसका माध्यमबाट आफ्नो कन्ट्रोलमा राख्न चाहने तत्त्वहरूले गरेका कामहरू हुन्। ती कामहरूको परिणति नै यो बिचको आन्दोलन हो। यद्यपि म भाद्र 23 गते बिहान माइती घरमा जम्मा भएर केवल 3वटा माग, भ्रष्टाचारको अन्त्य हुनु पर्यो, के अरे बन्द भएका इन्टरनेट सुविधाहरू सुचारू हुनु पर्यो र सामाजिक सञ्जालहरू सुचारू हुनु पर्यो र सुशासनको प्रत्याभूति हुनु पर्यो भनेर सडकमा शान्तिपूर्ण हिसाबले गएका जेनजी भनिने जेन्युन जेनजीहरू जो थिए उनीहरूको त्यो मागप्रति विमति होइन, हाम्रो त्यसप्रति ऐक्यबद्धता हो, समर्थन हो। तर त्यो आन्दोलन बानेश्वर पुग्दा नपुग्दा हाइज्याक गरेर समर्थन गरेका छौँ। त्यो विषयमा त हाम्रो एकदमै समर्थन छ। त्यो भ्रष्टाचार अन्त्य हुनैपर्छ, सुशासनको प्रत्याभूति हुनैपर्छ, वाक स्वतन्त्रता, मान्छेले आफ्नो प्रयोग गर्न इन्टरनेटबाट आफ्ना अभिव्यक्तिहरू राख्न पाउने स्वतन्त्रता, प्रयोग गर्न पाउने स्वतन्त्रता पाउनुपर्छ भन्ने नै हाम्रो भनाइ हो। त्यो खास कारणवश त्यो सरकारले त्यति बेला विशेष गरी अन्तर्राष्ट्रिय कम्पनीहरूले हामीलाई गरिरहेको व्यवहारमा
त्यो व्यवहार सच्याउनका लागि गरिएको प्रयास थियो। भलै त्यसले हामी र जनतालाई बुझाउन सकेन सरकारले, त्यसो हुँदा त्यसको चाहिँ नकारात्मक प्रभाव पर्या हो। दीर्घकालिक रूपमा जनताले बुझ्छन् त्यो किन गरिया रहेछ भन्ने कुरा। अब जहाँसम्म दिउँसो बानेश्वर पुगिसकेपछि निषेधित क्षेत्रभित्र त्यो आन्दोलनलाई लगेर संसद भवनमाथि आक्रमण गराएर त्यो वितन्नताबाट 19 जना मान्छेहरूको ज्यान जाने स्थिति उत्पन्न गराएर अनि त्यसपछि त्यसका नाममा जुन विध्वंस मचाउने योजना पहिलेदेखि बनाएको र त्यो योजनालाई कार्यान्वयन गरेर जे गरियो र संविधानका धाराहरू कुल्चेर प्रधानमन्त्री हटाउने र नयाँ प्रधानमन्त्री नियुक्ति गर्नेसम्मका अवस्था बनाइयो। यो चाहिँ यो कहाँबाट कसरी किन भयो र यो सामान्य घटना होइन, यो असाधारण घटना हो। लोकतान्त्रिक व्यवस्थामा जहाँ शान्तिपूर्ण जुलुस गरेर शान्तिपूर्ण रूपले ब्यालेट पेपरमा आफ्नो मत जाहेर गएको मतदान गरेर आफूले चाहेको प्रतिनिधि चुन्न पाउने, सरकार चुन्न पाउने अधिकार सुरक्षित हुँदाहुँदै त्यो हिंसा त्यो तहको सुगौली सन्धि सायद तपाईँले 205-7 वर्ष अगाडिदेखिको आजसम्मको हेर्नु हो भने सुगौली सन्धि यता सायद यति ठुलो नोक्सानी नेपालले बेहोर्नु परेको थिएन। त्यसो हुनाले यो तहको नोक्सानी कसरी भयो, कसले गर्यो, को छ यसका पछाडि, देशभित्रका शक्ति मात्र छन् कि देश बाहिरका शक्ति पनि छन्, जोडिएका छन्। यो कुराको सोधखोज गरेर जस्तो तको तस्तै बाहिर ल्याउनुपर्छ हाम्रो भनाइ त्यो। एउटा कुरा नि एउटा मलाई पनि व्यक्तिगत रूपमा पनि के लागेको भने अब सबै सत्तामा बसेर होइन सबै संयन्त्रहरू आफ्नै हातमा हुन्छ, सरकारकै नियन्त्रणमा हुन्छ, हातमा हुन्छ। यतिखेर यत्रो योजना भएको रहेछ यस्तो यस्तो त्यो कहीँबाट अब यत्रो के भन्छ यो राष्ट्रिय अनुसन्धान महाशाखाहरू छन्, त्यस्तै अब विभिन्न अब यो छन् नि तिनीकाहरू त्यस्ता खालका छन् भन्ने सुन्छौँ हामी होइन। तिनीहरूले एउटा सुनेकोसम्म पनि थाहा नपाउनु सरकारको कति अब त्यो चाहिँ हामीले त्यही हिसाबले बुझ्नु पर्यो कि ती निकायहरू हाम्रा प्रभावकारी रहेनछन्। किनभने अघिल्लो दिन प्रधानमन्त्रीको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठकमा जे ब्रिफिङ गरियो र मैले जे सुने, अर्थात् अब 8 देखि 10 हजारको जुलुस हुन्छ भोलि जेएनजीको, त्यो शान्तिपूर्ण हुन्छ, त्यहाँ घुसपैठ हुने थोरै सम्भावना हुन्छ, त्यसलाई नियन्त्रणमा लिन सकिन्छ, आउट अफ कन्ट्रोल जाने स्थिति छैन भनेर उनीहरूले ब्रिफिङ गरे। त्यो त रेकर्डेड छ नि त्यो ब्रिफिङ। अब भनेपछि राज्यका निकायहरू त्यो ब्रिफिङ गरेपछि त प्रधानमन्त्रीले लिने सोर्स त त्यही हो। त्यसो हुँदा प्रधानमन्त्रीले जे मतलब चाहिँ सूचना लियो दिनै कोसिस नगरे भए एउटा कुरा हुन्छ। अहिले दिन राति 11-12 बजेसम्म बसेर उहाँहरूले त्यो सूचना प्राप्त गरेको र केही पनि होइन सामान्य छ स्थिति शान्तिपूर्ण हुन्छ भन्ने विश्वास दिलाइसकेपछि प्रधानमन्त्री आफैले गएर बुझेर भन्ने कुरा त भएन। त्यसो हुँदा राज्यका निकायहरू हाम्रो चाहिँ जुन प्रभावकारिता हुनुपर्थ्यो त्यसमा कमजोरी रह्यो। अब त्यो कमजोरीको कारक पोलिटिकल पार्टीहरू कति छन् र त्यो सम्बन्धित निकाय कति छ त्यो चाहिँ भोलि खोजीको विषय हो। अनि अर्को कुरा फेरि अब 24 गतेकै घटनालाई हेर्दाखेरि हाम्रो अब यो नेकपा एमालेको सङ्गठन त व्यापक ओडादेखि लिएर टोल टोलसम्म सङ्गठन विस्तार भएको, धेरै क्याडरहरू भोलिन्टियरहरू भएको होइन, युवा दस्ता तयार भएको पार्टी एकदम मजबुत पार्टी भनेर चिनिन्छ र हामी पनि त्यही भनेर चिन्छौँ। तर पनि त्यो बेला त्यत्रो देशभरिको त्यस्तो काण्डहरू हुँदाखेरि ती भोलिन्टियरहरू, ती शक्तिहरू, ती पङ्क्तिहरू, ती कमिटीमा भएका कार्यकर्ता नेताहरूको किन त्यसमा केही अलिकति सक्दा त्यसमा रोकौँ भन्ने खालको कतैबाट के शक्ति ठाउँमा यो चाहिँ के भयो, यसमा के कमजोरी हो? ठाउँमा भए प्रयासहरू होइन, आक्रमण त सबैतिर सुरु भएको थियो र हुन खोजेको थियो, तर ठाउँमा जोगिए, ठाउँमा भएनन्। अब फेरि अचानक भयो। कुनै कुरा अचानक भइसकेपछि त्यसलाई राज्यका निकायहरू पनि असफल भएर उनीहरू चाहिँ त्यस ढङ्गले नियन्त्रण गर्न असफल भइरहेको बेलामा अब नागरिकहरू बिना हतियारका नागरिक तुरुन्तै प्रतिवादमा किन उत्रेनन् भन्ने कुरा चाहिँ अहिले अप्ठ्यारो हुन्छ होइन। एउटा त कि त पुरानो तयारी थियो अलि लामै समयदेखिको त्यो कुरा थाहा पाए एउटा कुरा हुन्छ, आजको भोलि नै मात्र चाहिँ हामीले उही तहको तयारी किन गरेनौँ भन्ने कुरा चाहिँ कठिन हुन्छ। तर जब घटना घटिसकेपछि नेकपा एमाले नै पहिलो पार्टी हो जो सडकमा आयो, प्रतिवाद गरौँ यो बेठिक भएको छ भनेर। 26 गतेबाट हाम्रा जुलुस निस्किन सुरु भए विभिन्न सहरहरूमा। असोज 3 गते आउँदा त हामीले 77वटै जिल्लामा संविधान दिवस मनायौँ। यो संविधान आधारभूत रूपमा ठिक छ, यो बनाउने प्रक्रिया पनि ठिक थियो र अब ठिक छ यसलाई संशोधनै गर्नुपर्ने एजेन्डाहरू हुँदाखेरि संशोधन गर्न यही संविधानले एलाउ गर्छ। त्यसो हुँदा जनप्रतिनिधिहरू निर्वाचित भएर संशोधन गरौँ, बाँकी अर्को बाटो किन हिँड्ने भनेर त हामीले नै भने हो नि त।
अरूभन्दा फरक त्यति रह्यो भन्नु होइन। हामी सङ्गठित हिसाबले जुन तपाईँले अहिले सङ्गठनको चर्चा गर्नुभयो नि त, त्यो सङ्गठित फोर्स चाहिँ हामी देखा पऱ्यौँ। सडनली भएको कुरामा त्यतिखेर रोक्ने कुरा नदेखिए पनि, तर कतिपय ठाउँमा त रोके पनि साथीहरूले आगजनी यो थप हुनबाट रोके। तर धेरै ठाउँमा त्यो रोक्न नसक्नुको एउटा कारण के भने यो अचानक भयो, यसको सूचना थिएन। सूचना नपाएर अचानक भएको कुराले असर गर्यो। सङ्गठन कमजोरै भनेको होइन भनिने नेकपा एमालेको भएका मध्ये राम्रो हो, जति हुनुपर्थ्यो त्यति छैन होला, तर राम्रो सङ्गठनात्मक अवस्थामा हामी मजबुत अवस्थामा छौँ। अब यहाँको अलिकति व्यक्तिगत उसमा पनि जाउँ। यहाँ धेरै समय प्रधानमन्त्रीकै सल्लाहकार होइन, परराष्ट्र मामिलाको सल्लाहकार भएर रहनुभयो होइन, दुईचोटि होइन। माधव कुमार नेपाल हुँदा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा समेत बालुवाटारमा प्रत्यक्ष संलग्न रहनुभयो भनौँ न होइन। यो बेला चाहिँ अब अर्को के आरोप पनि खेप्नु पर्या सुनिन्छ एमालेहरूले भने नि, अब पहिलादेखि हुन त यो राजाकै पाला भने के भन्थ्यो भने हामी राजाकै पालादेखिको शासन देखेर आएको मान्छे हुनाले राजालाई पनि राजाका सल्लाहकारहरूले त्यहाँभित्र जनताको कुरा पुग्नै दिएनन् रे भन्थे। पछि पञ्चायतकालका प्रधानमन्त्रीहरूलाई पनि तिनीहरू सुन्नै चाहँदैन रे, अगाडि पेहरूले ककसले भित्र पुग्नै दिएन रे भन्थे। अहिले पनि एउटा के आरोप भने नेकपा एमालेलाई समेत पार्टी अध्यक्षलाई सल्लाहकारहरूले चाहिँ अझ बिगारेको हो। सल्लाहकारले त्यहाँसम्म जनताका कुरा प्रत्यक्ष कुराहरू पुग्नै दिएनन्, मान्छेहरूलाई जनतालाई भेट्नै दिएनन् प्रत्यक्ष रूपमा भन्छन्। यो के अब तपाईँ धेरै बसिसक्नु भएको, बालुवाटारको माहौल कस्तो हुन्छ के हुन्छ अलिकति यो जनताहरूलाई जानकारी। हिजो निरङ्कुश कालमा जति बेला सूचनाको पहुँच थिएन, पत्र पत्रिका निस्किन्थे, बाँकीहरू र रेडियो सुन्ने बेला थियो, त्योभन्दा अन्तबाट सूचना आउँदैन थिए। त्यो बेला निर्माण गरिएका यस्ता भाष्यहरू हुन्। कतिपय मान्छे अहिले पनि ती कुरा पत्याउँदै गरी उठाउँछन्। आजको युगमा त हातमा मोबाइल छ, 24 आवर्स तपाईँ मोबाइलमा चाहिँ एभाइलेबल हुनुहुन्छ। प्रधानमन्त्री स्वयंका आफ्नो मोबाइलहरू छन्। अनि एकजना प्रधानमन्त्रीले त्यो सीमित घेरालाई मात्रै भेट्नुहुन्न। अझ तपाईँले भनेका मेरा दुईटै प्रधानमन्त्री त मान्छे भेट्न भनेपछि राति 2 बजीसम्म 3 बजीसम्म बस्ने मान्छेहरू हुनुहुन्छ। अनि त्यस्ताको विषयमा अनि अथवा मतलब चाहिँ टेलिफोन जुनसुकै जहाँ भए पनि एउटा मेसेज पठाउँदा पुग्ने अवस्थाका प्रधानमन्त्रीहरू छन्। त्यस्तो बेलामा गुमराहमा राख्यो भन्ने यो चाहिँ बेकारको तर्क, आरोप मात्रै हो। आरोपै हो नि। यस्तो कुरा कसरी सम्भव हुन्छ? सम्भव हुन्छ? अनि त्यो थाहा नपाए भए त्यसको प्रतिवादमा नेताहरूले बोले कसरी बोले त? सूचना नपाए भए त त्यसको पक्षमा वा विपक्षमा उनीहरूको अभिव्यक्ति आउँदैन थियो त। त्यस कारण यस्तो कुरा चाहिँ अत्यन्त सतही नबुझ्या र हिजो एउटा कुनै जमाना त्यस्तो थियो भनेर आज पनि त्यही ढङ्गले बुझ्ने कुरा मात्रै हो। सत्य कुरा के भन्दा उहाँहरू अत्यन्त सुसूचित हुनुहुन्छ, जानकार हुनुहुन्छ विषयवस्तुप्रति, र त्यो विषयवस्तुप्रति जानकार भएर नै उहाँहरूका अभिव्यक्ति आएका हुन्। त्यहाँ जो प्रधानमन्त्री भएर प्रधानमन्त्री पछि प्रधानमन्त्री पदबाट बाहिर आइसकेपछि चाहिँ उहाँहरूको भनाइ के हुन्छ भने जहिले पनि यो चाहिँ हाम्रो हातमा ताला चाबी रहन्छ, देशको रिमोट अन्तै रहेछ भन्ने। अब हाम्रो बाबुराम भट्टराईजीले पनि एकचोटि प्रधानमन्त्री भइसकेपछि के भन्नुभयो, ताला चाबी हाम्रो हातमा रहन्छ, आफ्नै हातमा रहन्छ, म त्यही भएर पनि बस्न सकिनँ भन्नुभयो उहाँले। त्यो भइन्जेल भन्नु भएन। हाम्रो प्रचण्डजी प्रधानमन्त्री हुँदा पनि उहाँले सबै यो विदेशी प्रभुको हातमा हुँदो रहेछ भन्नुभयो होइन। यहाँ प्रधानमन्त्रीको निकटमा बसिरहनु भयो, के त्यस्तो साँच्चै ताला चाबी अन्तै हुँदो रहेछ कि कहाँ हुँदो रहेछ, के हो त यो? यस्तो उहाँहरूले के सन्दर्भमा भन्नुभयो म भन्न सक्दिनँ। आजको अन्तर्राष्ट्रिय राजनीतिको तानातानको अवस्थामा केही न केही प्रभाव पार्न खोज्ने र आफ्नो पक्षमा पार्न खोज्ने प्रयासहरू सबैले गरेका हुन्छन्। त्यसमा तपाईँ कति त्यसमा चाहिँ आफू अडिन सक्नुभयो त्यसमा भर पर्छ। हामी त्यस्ता आफ्ना आन्तरिक र निश्चित विषयहरूमाथि विदेशीहरूले चासो राख्न मिल्दैन र हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता राख्ने पार्टी भएको हुनाले हामीलाई त्यो तहको दबाब, त्यो तहको भनाइहरू आएनन्। भलै उनीहरूले मन नपराएर हामीलाई सत्ताच्युत गर्नका लागि अनेक षड्यन्त्रमा सामेल भए होलान् उनीहरू, तर प्रत्यक्ष रूपमा हामीसित त्यस खालको दबाब हामीले झेल्न पर्यो भन्ने लाग्दैन मलाई। हामीसँग यो राष्ट्रिय राजनीतिमा सबै पार्टीका नेताहरूले सबै देश नै बनाउँछु, देश राष्ट्र र जनताको लागि नै हामी हित गर्ने हो पार्टी भनेर भन्छन्। तर राष्ट्रिय समस्या हुँदा अन्तर्राष्ट्रिय मामलामा, छिमेकीको मामलामा सबैको एउटै नीति भएर सबै
एकजुट नहुने अवस्था चाहिँ किन आउँछ हाम्रो पार्टीबिच सबै? त्यो अब हाम्रो अलि पहिलेदेखिको समस्या हो, तर पछिल्लो काललाई त्यसो भन्नु हुँदैन तपाईँ। हामीले पछिल्ला केही निर्णयहरू जो हाम्रा छिमेकसित सम्बन्धित विषयहरू थिए त्यसमा पार्टीहरू एक ठाउँमा उभिए। BRI-कै कुरा गर्नुहोस्, तपाईँको चाहिँ बेल्ट एन्ड रोड इनिसिएटिभको एग्रिमेन्टलाई कार्यान्वयन गर्न हुन्छ र हुँदैनमा ठुलो विवाद भयो। लास्टमा ठुला पार्टीहरू कांग्रेस र एमाले एक ठाउँमा आएर त्यसलाई चाहिँ अनुमोदन गर्नुभयो। MCC-का बारेमा नि लामो सङ्घर्ष भयो, विवाद भयो, अन्तिममा आएर पार्टीहरू एक ठाउँमा उभिएर गरे। त्यसो हुँदा टिप्पणी गर्ने कुरा, सामान्य हिसाबले हेर्ने कुरा एउटा कुरा हो, तर यो अभ्यास चाहिँ अब क्रमशः सहमतिमा जानुपर्छ र सहमतिबाट गर्नुपर्छ भन्ने मान्यता नै स्थापित भएको पाउँछु म पछिल्लो कालमा। तर यो मुख्य कुरामा चाहिँ BRS सम्झौता गरेर भने अर्को पार्टीले चाहिँ उसलाई दोष लगाउने विगत त्यस्तो थियो, अहिले त्यस्तो छैन। अहिले अब फाटाफुट्टा त हुने भइगयो। बहुदलीय व्यवस्थामा बोल्ने स्वतन्त्रता छ, आफ्नो मत जाहेर गर्ने स्वतन्त्रता छ, मान्छेले गर्छन्। कसको मत कुन धरतीमा आधारित छ, व्यवहारिक छ, यता देशको हितमा छ छैन भनेर हेर्ने त मतदाताले, जनताले हो नि त। अब चुनावमै फर्कौँ अलिकति। अब हामी अन्तिममै जाउँ होइन, समय पनि धेरै बितिसक्यो। यहाँ कुनै चुनावमा धेरै कार्यक्रमहरू छ। अब यो पाला चाहिँ राजन भट्टराईलाई नै चुनावमा भोट हालेर एमालेलाई नै जिताउनु पर्ने यो पालाको मेन एजेन्डा के छ त, मुख्य एजेन्डा? मैले अहिले सुरुमा अलिकति भने होइन, नेकपा एमाले र अरूले गरेका विगतका कामको एउटा तुलनात्मक अध्ययन गरिदिनुहोस्। हामी सरकारमा हुँदा हामीले लिएका पहलहरू र सम्पन्न गरेका कामको एउटा सूची बनाइदिनुहोस्। अरू पार्टीले सरकारमा हुँदा उनीहरूले गरेका पहल र उनीहरूले सम्पन्न गरेका कामको सूची बनाइदिनुहोस्। त्यही कुरा निर्वाचन क्षेत्र नम्बर 4 को बुढानीकण्ठ नगरपालिकामा हामी हुँदा 74 साल अगाडिको अवस्था कस्तो थियो, आज कस्तो भयो भनेर भिजुअली तपाईँहरूका आँखा अगाडि हामी यहाँ सरकारमा हुँदा हामीले गरेका र सम्पन्न गरेका कामहरू छन्। म ती सबै कामहरूमा कुनै न कुनै हिसाबबाट म यहाँ जोडिएको छु। त्यो जोडिएको कारणले गर्दाखेरि म के दाबीका साथ भन्छु भने नेकपा एमाले सरकारमा चाहे स्थानीय होस्, चाहे केन्द्रीय होस्, चाहे प्रादेशिक होस्, ऊ हुँदाखेरि जनहितमा कामहरू भएका छन्। त्यसो भएको हुनाले तपाईँहरूले हामीलाई विश्वास गर्नुहोस्। अब भोलि पनि हामी तपाईँहरूका आजका चुनौतीहरू जे समस्या भइरहनु भएको छ त्यसको समाधानमा सबभन्दा अग्रभागमा त हामी नै रहन सक्छौँ, हामीले नै गर्न सक्छौँ भन्ने विश्वास दिलाउन त सक्यौँ नि, हामीले पायौँ नि हामीले, किनभने हामीले सम्पन्न गरेका छौँ। त्यसो भएको हुनाले त्यसमाथि उभिएरै म एउटा कुरा भन्न चाहन्छु। दोस्रो कुरा, मैले अरू पराजय हुँदा फर्किँदै नफर्किने गर्थेँ, म त्यस्तो गरिनँ, म यहाँहरूकै बिचमा रहिरहेँ। तेस्रो कुरा, म यहीँ हुर्किएको मान्छे। म भोलि तपाईँहरूले मलाई निर्वाचित गराएपछि मलाई खोज्नका लागि टाढा टाढा खोइ कहाँ गयो के भयो भन्न पर्ने अवस्थाको मान्छे होइन, मै टोल छिमेकको। चौथो कुरा, यो क्षेत्रमा हामीले सङ्घ पो हारेका हौँ त, प्रदेश र स्थानीय तह त हामीले जितेका छौँ। 8मा 8वटै वडा बुढानीकण्ठतर्फ दिएका छौँ, उता 4वटामा एउटा वडा जितेका छौँ। यहाँका यी प्रतिनिधि भनेका त हाम्रो पार्टीका प्रतिनिधि हुन् नि त। उनीहरूसित तपाईँहरूले समस्या राख्दाखेरि म कहाँ आउने भइहाल्यो। ठुला आयोजनाको कुरा गर्नुभयो भने हामी केन्द्रसित जोडिदिन्छौँ, स्थानीय भयो भने स्थानीय तहबाट समाधान गर्छौँ। त्यसरी हामी एउटा कोअर्डिनेटेड हिसाबबाट यो क्षेत्रमा काम गर्न सक्ने एउटा अनुकूलता थपिन्छ भने अर्कोतर्फ अब स्वाभाविक रूपमा म दुईचोटि हुँदा पनि यहाँ पराजय भएपछि अहिले तेस्रो पटकका लागि त मेरो 4 नम्बर क्षेत्रमा हक पनि लाग्छ भन्ने मान्यता पनि हो मेरो। मलाई मतदाताले दिन नपर्ने मैले कुनै विवादास्पद काम गरेको छैन। अहिले अब निकटतम प्रतिद्वन्दी कुनलाई हेर्नु भएको छ अहिले? अब म ठ्याक्कै त अहिले भन्न सकिँदैन। यसो हेर्दा अब काङ्ग्रेसको पुरानो अवस्था र पहिलाको सङ्गठनात्मक अवस्था पनि, पुरानो पार्टी 4 पुस्तादेखि यहाँ काङ्ग्रेसका नेताहरू भएको ठाउँ यो 4 नम्बर क्षेत्र, काङ्ग्रेसै प्रतिस्पर्धामा आउला भन्ने लाग्छ। अर्को एउटा यहाँलाई व्यक्तिगत रूपमा आरोप लाग्नेहरूको यो क्षेत्रको चाहिँ अलि जनतामाझ कम आउने गर्नुहुन्छ, समयमा अलि माथि मात्रै व्यस्त हुनुहुन्छ, केन्द्रीय नेता भएको हुनाले जनतासँग भेटघाट हुन चाहिँ अलिक गाह्रो छ भन्ने एउटा आरोप लाग्ने गर्छ। अलि आम जनसमुदायको त्यो आरोप छ, यसलाई कसरी जवाफ दिनु? हुनसक्छ मेरो अलिकति कम भएको पनि हो, 79को निर्वाचन पछिमा आउने कुरा अलिकति कम भएको छ, म त्यसलाई सुधार्छु। दोस्रो कुरा चाहिँ अब यो चाहिँ अब राष्ट्रिय लेभलको नेताहरू सबैलाई लाग्ने
आलोचना हो, सबैलाई गरिने आलोचना हो। त्यसभित्र म पनि छुटो मतलब चाहिँ चोखो छैन। माथिका जिम्मेवारीका गर्दा जति आउँछु भन्ने ठान्छु त्यति आउन मिल्दैन। तर मैले स्वाभाविक रूपमा सुधार्नुपर्छ। म जनप्रतिनिधि यहाँ तपाईँहरूको प्रतिनिधित्व गर्छु भनिसकेपछि तपाईँहरूको बिचमा आउने कुरालाई कम गर्नु हुँदैन, त्यसलाई बढाएर लाने कुरा नै मबाट हुनेछ। हस्, धन्यवाद। हस् है।